के छ तक्नु साथी सब ठिक छ नि सिस्नेरी आउनु पर्यो है गाइस सिस्नेरी दामी दामी सही सिस्नेरी एकछिन गफ गरेर बस्न तलको पनि सकिन्छ चलो ढुङ्गामा राखेर आइदेऊ त थोरै थोरै ढुङ्गामा राखिदिनु पर्छ क्या तँलाई कस्तो जाडो भयो भने ओइ गल्ती हो कि होइन त्यो खाना बोकेको होइन माछाले खान्छ यो ब्लग भरे आउँछ है साथी हेर है एडिट सिडिट गरेर हाल्छ खैरेले छिटो खाएको नहाल छिटो खाएको त भिडियो बनाएन कति बेला बनाएर अब गयो नि त बोलेको सबैभन्दा यहाँ खत्तम मान्छे भनेको चाहिँ उयो हो है तालु भएको मान्छे साथी रमाइलो लागेन रमाइलो के घन्टा नि लागेन होला यार आज त लाग्यो हामीले अघि सब पोखनाजललाई बोलाएको थियो नि सब त्यही मान्छेहरू म त आज यति भिड हुँदैन थियो हो भ्लगबाट मैले सन्देश दिएको थिएँ त्यही भएर सब हो कि होइन हो गाह्रो हामीलाई त्यहाँ पऱ्यो बालाजु भनेको थिएँ भन्दा चाहिँ मैले त सिस्नेरी नै आयो कि तिमीलाई आउन मन लागेको थियो त सिस्नेरी तिमीलाई आउन मन लागेको थियो त अब हेर सिस्नेरी चाहिँ अब के भन्दा चाहिँ अब गाह्रो हुन्थ्यो आउन पहिला गाह्रो फेरि नै बिगार्छ अब के भन्नु त्यही भने कुरै बुझेन क्या त्यसले ल्याउ न साथी खाऊँ न हामी पनि हिजो अतिसम्म त बौला जस्तो मात्र लाग्यो त मैले साँच्चीकै बौला रहेछ जस्तो लाग्यो अहिले यो बौला भन्ने चाहिँ चस्मा लगाउने केटा हो है बिहा गर्नलाई केटी खोजिरहेको छ केटी नपाएर बौलाइरहेको छ यो होइन साथी जमाएर के हो छिराइदिउ केटाहरू यतामा कोही कहाँ कोही यो फ्रेममा चाहिँ आउँदो रहेछ 30 जना ल तैँले अर्कै देखिस् होला